वेलकम टु माई एसएन मुमेन्ट। मेरो एसएन मुमेन्टमा तपाईँहरू सम्पूर्णलाई स्वागत छ। सो आज चाहिँ म उठिसकेको छु। अब चाहिँ म कडक चाय लिन जान्छु अनि कडक चाय र बिस्किट खान्छु। त्यसपछि म आज के गर्छु तपाईँहरूलाई म मेरो ब्लगमा देखाउँछु। सो एभ्रीवन वाच इट एन्ड बी ब्लेस गाइजहरू। गाइज म चाहिँ चिया लिनको लागि चाहिँ म यसरी रेडी भइसकेको छु। अब म जाँदैछु। सो एग बोयल आज म मुखबाङ पनि गर्दैछु, त्यही पनि आज के मुखबाङ छ गाइस म तपाईँलाई देखाउँछु। एउटा जान्छु यता गल्यो लेकमा गएँ गाइस। म अब चाहिँ ग्राउन्डमा जाँदैछु। फर्स्ट फ्लोरबाट अब जाँदैछु गाइस। यस्तो छ है गाइस, यस्तो छ गाइस। यो चाहिँ बाहिरको जाँदैछु चिया लिनुको लागि। लेट्स सी हेरौँ। सो बाहिरको भ्यू चाहिँ यस्तो छ। टी चाहिँ खाँदैछु यो मिल्क बिस्किट अनि त्यहाँदेखि यो कडक चाय 20को। फर्स्ट यो बुलडक हट चिकन फ्लेभर रामेन ट्राई गर्दैछु गाइस। म तपाईँलाई देखाउँछु। अनि मसँग छ अन्डा। नि एउटा कुरा देखाउँछु आज मैले यो रक मेलन र स्विट मेलन देखेको थिएँ, मैले खाएको थिइनँ। यो चाहिँ म फर्स्ट टाइम खाँदैछु यो रकमा स्विट मेलन। सो कस्तो छ त्यसको पनि म रिभ्यू। सो हेलो एभ्रिवान, हेलो एन्ड वेलकम टु माई एसएन मुमेन्ट। मेरो एसएन मुमेन्टमा तपाईँहरू सम्पूर्णलाई स्वागत छ। सो आज चाहिँ म मुखबाङ गर्न गइरहेको छु। अनि मसँग छ यहाँ बुलडक रामेन अनि यो चाहिँ हो स्विट मेलन अनि मसँग छ यहाँनिर यो फिङ्गर अनि मसँग छ यहाँ पेन्टा। अब चाहिँ म यसलाई मिक्स गर्दैछु अनि मैले खानेको चाहिँ यो बुलडक। सो यो अब्रोडमा आएर चाहिँ मैले फर्स्ट टाइम यो बुलडक खाँदैछु। अनि लेट्स सी हेरौँ है कस्तो टेस्ट छ। अनि म तपाईँहरूलाई अहिले बताउँछु। फर्स्टमा यो मिक्स आउट गर्नेछु है गाइजहरू। ओ माई गड, मेरो फर्स्ट एक्सपिरियन्समा तपाईँहरूलाई बताउँछु गाइज। माई गड। अनि मसँग यसो दुईवटा अन्डा पनि प्लेट हो अल हाल्नु पर्यो। आज चाहिँ म 24 टिकी खाँदैछु गाइज। त्यो दामी देखेको गाइज। ओ माई गड। फर्स्ट टाइम खाएको है मैले अब्रोडमा चाहिँ नेपालमा चाहिँ खाएको। यस्तो दामी है, स्पाइसी हुँदो रहेछ। स्पाइसी नै छ, हट स्पाइसी चिकन। ब्याक साइडमा चाहिँ मेरो भिडियो छ, यो छैन। फिङ्गर मसँग छ यो स्विट मेलन। स्विट मेलन चाहिँ मैले फर्स्ट टाइम खाएको है। यो चाहिँ सेम मेवा जस्तै हुँदैन। अनि मसँग छ एग। छि आएन त हौ आच्छा चिप्लो भएछ नि।
भिडियो बनाउनु पऱ्यो भने मैले कति भएको थियो भिडियो नबनाएको। आज फेरि बनाउनु मौका पायो। अनि स्टोरेजै हुँदैन क्या फोनमा, त्यही भएर म बनाउनु चाहिँ मन लाग्छ, स्टोरेज नभएर एकदम दामी मनपर्छ, मलाई फेभरेट हो। अस्ति दिन खाने भनेको त्यो बुलडग चाहिँ मौका पाएको आज मेरो छुट्टी नै हो नि त। अनि आज खाइदियो। अनि यो नुडल्स पनि कस्तो मजाको भयो। यो रामेनको त्यो हुन्छ नि, अरूहरूको चाहिँ डोलो हुन्छ, यसको चाहिँ च्याप्टो च्याप्टो खालको क्या। एकदम त्यसलाई दामी भयो आउनुभयो। अब्रोडमा चाहिँ फ्यामिली साह्रै मिस हुने क्या है, घरको याद पुरा आउने, साथीहरूको याद त आउने। अब अहिले चाहिँ सिजन अफ क्रिसमस चलिरहेको छ है, अनि यो बेला चाहिँ सबै कोही डान्स गर्ने होइन, कोही के गर्ने गरिरहेको छ नि त होइन। अनि यहाँ चाहिँ कति मिस हुने क्या त्यस्तो कुराहरू, अब धेरै मिस हुन्छ। So I love my family, I love my mandali. तो दामी क्या यो बुलडग्समा, यति दामी क्या। सो आज फाइनली बुलडग स्वीट मेलन, सेम मेवा जस्तै लाग्यो मलाई चाहिँ त्यो स्वीट मेलन त। अच्छा भिडियोमा बनाएको कस्तो पिरो भएको है। पहिले चाहिँ कस्तो पिरो नि खान सक्थे है, आजभोलि त खानै सक्दैन भाइ। एग रातो भएको Okay, thanks for watching SL Moment. Love you all. Bye bye.